हेलो गाइजहरु, आज म तपाईहरुलाई भन्नेछु कि मैले आफ्नो युट्युब च्यानल किन खोले, के आवश्यकता थियो, के चीजको कमी थियो कि मैले यसरी युट्युब च्यानल खोले। सुरुमा त कुरा गर्छु मेरो कम्युनिकेसन स्किल। मेरो कम्युनिकेसन स्किल लास्टै विक छ। म जुन ठाउँमा पनि गए म आफूलाई इन्ट्रोभर्ट जो पनि भन्छ मलाई इन्ट्रोभर्ट भनेर, तर म छैन। म चाहन्छु कि बोल्न, तर काममा मात्र बोल्छु। त्यही भएर मेन टार्गेट चाहिँ मेरो कम्युनिकेसन स्किल बढ्ला भनेको। अनि मलाई सपना छैन कि यसो युट्युबर बन्ला त्यो बन्ला भन्ने ठुलो सपना छैन, तर म मेरो कम्युनिकेसन स्किल बढाउन चाहन्छु र मेरो जो एक्सपिरियन्सहरु छ यो पब्लिक मतलब मेरो अडियन्ससँग सेयर गर्न चाहन्छु। मानौँ कि मेरो अहिले छैन अडियन्स, तर एक दिन होला। म आजको दिनमा मसँग न कन्टेन्ट छ भएर पनि म तपाईहरुलाई दिन सकिरहेको छैन कि मेरो कम्युनिकेसन स्किल राम्रो, जुन ठाउँबाट राम्रो बन्ने हो त्यो चीज नै मसँग छैन। कसरी म तपाईलाई दिन सक्छु नलेज। त्यही भएर आफू एक्सपिरियन्स गेन गर्नेछु अनि त्यसपछि तपाईहरुलाई म आफ्नो एक्सपिरियन्स सेयर गर्नेछु। र म आशा गर्छु कि म जति पनि यस्तो भिडियोहरु बनाउँछु नलेज वाला होला, तर तपाईलाई बुझ्न नसकिएला। तैपनि म यो भिडियोको भविष्यमा गएर अझ यसलाई राम्रो रूपमा बनाउने छु। आजको भिडियो यति नै थियो।